एभ्रिवान सबैजनालाई आज चाहिँ हामी चाहिँ ढेँडो खाएको यु खाएको यो हाम्रो कुलुङ भाषाबाट यु खै हामीलाई परिचय युरा के भन्नु त यु र वासा तपाईँ चाहिँ मेरो मम्मी नाम भन्नु त म चाहिँ सजन्ती राई आदर्श कुलुङको मम्मी चाहिँ मेरो बोजू म चाहिँ उयो कमलको राई आदर्श कुलुङको बोजू मुमा है खाए सेवा नि भन्ने हामी त सेवा के भन्छ होइन कुलुङले कुखुराको मासु कोदोको होइन ए कोदोको होइन हौ दोचेर गहुँ हौ त बोजू खाइदेऊ त है दोचेर यु मलाई चाहिँ फेरि पुरा मन पर्छ यस्तो वासा दोचेर यु चुन्डेको अचार खर्सा बिरोसी खोर्साई हाम्रो कुन भाषाबाट खोर्साईमा त रुम मान्लो रुम मान्तु हाम्रो चाहिँ भात खाँदैछ बहिनी चाहिन्छ त हाम्रो चाहिँ ढेँडो मन पर्दैन अरे भात खाँदैछ नाम भन् तेरो नाम भन् तेरो निर्जला कुलुङ अनमोल कुलुङ प्रियहरू चाहिँ के मन परेको मन पर्दैन यस्तो गर्नु पनि यस्तो पर्छ कि यस्तो परे यस्तो दुलो पारेर यस्तो झोलहरू उहाँ चाहिँ हुनुहुन्छ आदर्श कुलुङको भाइ हाई गरिदेऊ न सबैलाई नमस्कार म चाहिँ आदर्श कुलुङको भाइ भनिदेऊ न हौ यसरी हो यसरी कस्तो मिठो हुन्छ लौ मिठो भयो त मलाई त आज त बस न अन्त उल्टा खुवाइदिनु तिमीलाई चाहिँ मैले यता लाउनु न यता यसो घुमाउनु न आउनुहोस् न यहाँ हाई भन्नुहोस् न हामी सबै कुलुङ परिवार म त आदर्श कुलुङको भन्नु न हौ वासा त यस्तो हुन्छ है वासा कुखुराको मासु एकदम प्योर लोकल हाम्रो लोकल आज फेरि पानी परेको माथि हो पानी परेको त्यसले गर्दा चाहिँ हामी अब यो लोकल कुखुरा सिँगा चाहिँ ढेँडो खान्छ ढेँडो त होइन हाम्रो कुराबाट भन्छ यु भन्छ बेसी खाएर बेसी खाएर हाम्रो घरको एकलौटी छोरी हो उतै हड्डी खाली 7 जना माइती चाहिँ एउटै चेली 7 जना माइती त एउटै चेली उहिले खान्छ ल भाका पनि टिप्ने हुन्छ हैन एउटै चेली अचारसम्म मन परेन उयो के भन्छ त्यो यस्तो छ नि त्यो कारण चाल के हो ला थाप उयो खाइदे मन पर्छ खाना भनेको लजाउँछ आम्मा मैले त हातै लिने त यो पनि के छ आमा हलाउँदै मन के छ बसेर खान अन्त कि नयाँ सुडालहरू देखाएको खोर्सानी सब्जी भयो म चाहिँ मन पऱ्यो नि ढेँडो भने यो ढेँडो चाहिँ मिठो त मिठो छ मिठो भयो मिठो
हुन्छ भात खाएर आउँदै खानु के स्वाद होइन मिठो छ मलाई 2 बोल्दा लगाइदिनु त्यो खासा ढेडो त कस्तो हुन्छ भनेर नि राता गरेर ओल बसेछ यो त रात यो यसभन्दा पहिला जस्तो छैन हाटै छैन नि त पहिला काँटा कहाँ छ अहिले त के हो के त त्यो पहिला जस्तो राम्रो छैन त्यो उयसको कोदोको हो